नमस्कार, म ढोकालाले कार्यक्रम संयोजक बाल संसार सेकेन्डरी स्कुल। आज चाहिँ हाम्रो बाल संसार स्कुलले चाहिँ प्रदर्शनी मेला एक्जिबिसन कार्यक्रम गराएको छ र कक्षा प्ले ग्रुपदेखि कक्षा 10सम्मका भाइ बहिनीहरूले टिचरहरूको चाहिँ शिक्षक शिक्षिकाको सहयोगमा चाहिँ आफ्नो हस्तकला चाहिँ प्रदर्शनी गरेको छ र यहाँ स्टल राखेको छ र सबैजनालाई मैले स्टल हेर्नको लागि चाहिँ स्वागत गर्छु। हाम्रो स्टल नम्बर सुन्नुहुन्छ, यहाँ भाइ बहिनीहरूले बनाएको छ। यो चाहिँ कम्प्युटर छ। Hello, I'm respected parents, teachers, and my dear friends. My name is Sunima Lama. Today, यहाँ चाहिँ हाम्रो भाइ बहिनीहरूले नेपाली विषयको प्रदर्शन गरेको छ। सबै कुराहरू छ, लिङ्गको प्रकार, नामको शब्दमा हाम्रा भाइ बहिनीहरूले नामको प्रकारहरू यसरी चाहिँ देखाउनु भएको छ। यो हस्तकलामा चाहिँ सम्पूर्ण अब विशेष गरी चाहिँ हाम्रो कुन्टा म्याम हुनुहुन्छ, नेपाली म्याम, उहाँको ठुलो महत्त्वपूर्ण टोल छ। सम्पूर्ण भाइ बहिनीहरूलाई चाहिँ हस्तकलामा एकदमै सहयोग गरेर र चाहिँ यो महत्त्वपूर्ण यो राम्रो खालको चाहिँ कला प्रदर्शन गरेर हामीले चाहिँ यहाँ आज चाहिँ आफ्नो कला देखाउनको लागि राखेको छौँ। भाइ बहिनीहरू सबैजनालाई नमस्कार। स्टल चाहिँ यहाँ चाहिँ क्लाउड, लेक, सनहरू देखाएको छ। यो चाहिँ क्लाउडमा छ होइन। यसमा चाहिँ युनिटरी सिस्टम देखाएको छ। यहाँ चाहिँ कलाहरू चाहिँ एकदमै राम्रो छ। यो के सम्बन्धित यो स्टल नम्बरमा चाहिँ आएको छ। यो चाहिँ साइन्सको चाहिँ प्रदर्शनी छ। भाइ बहिनीहरू उहाँहरूले चाहिँ गरेको छ। तपाईँलाई नमस्कार। यहाँ छ यो पनि साइन्स सम्बन्धित गेम खेल्ने यो गेम हो। यो चाहिँ गेम छ। भाइ बहिनीहरूले एउटा चाहिँ गेम बनाउनु भएको छ। यो पनि उहाँहरूको एउटा चाहिँ ट्यालेन्टसित सो अप गर्न बनाइएको छ र यसमा पनि यो साइन्स सम्बन्धी हो नि त, साइन्स सम्बन्धी छ। अहिले के भनिदिनुहुन्छ कि बताइदिनु यसको बारेमा। हाम्रो यहाँ पानी भएर हो, नभए पानी नभएर यहाँ पानी हाल्थ्यौँ हामीले। यहाँ पानी बग्छ, के अरे प्रेसपिरेसन भने चाहिँ सुरुमा इभापोरेसन हुन्छ, जसले पानी यहाँ कलेक्ट हुन्छ। त्यो पानी इभापोरेसनको रेले गर्दा इभापोरेट हुन्छ। त्यो इभापोरेट भएको पानी कन्डेन्सेसन हुन्छ। कन्डेन्स भएपछि चाहिँ त्यो क्लाउडमा फर्म हुन्छ। क्लाउडमा फर्म भएपछि त्यो भएको इभापोरेसन वाटर चाहिँ प्रेसपिरेसनको सहायताले पानी भएर झर्छ अनि त्यही वाटर। यो इन्स्टामा चाहिँ हाम्रा भाइ बहिनीहरूले चाहिँ इङ्ग्लिस सम्बन्धी विभिन्न सेन्टेन्स भव, एक्सन भवहरू देखाइएको छ। यो कलाले चाहिँ हस्तकलाबाट बनाइएको छ। यो भाइ बहिनीहरूलाई उनीहरू चाहिँ एउटा चाहिँ उनीहरू आफैले बनाएको चाहिँ यो आफ्नै हातले बनाएको हस्तकलाहरू प्रदर्शन गरेका छन्। उनीहरूलाई चाहिँ हामीले चाहिँ भाइ बहिनीहरूको चाहिँ एउटा चाहिँ क्षमतालाई प्रशिक्षण गर्नको लागि यस्तो हस्तकला कति राम्रो छ। यहाँ कम्पिङ बनाएको छ। यो चाहिँ भाइ बहिनीहरूले यहाँ भाइ बहिनीहरू म्याथमेटिक्स, यो चाहिँ गणितको चाहिँ यो चाहिँ एक्जिबिसन छ। यो चाहिँ एक्जिबिसन प्रदर्शनी छ। यहाँ चाहिँ सबै कुरो छ। लिङ्गस्थित भाइ बहिनीहरूले चाहिँ आफ्नो हातले बनाएको हस्तकलाहरू छ। यहाँ गाईको पिक्चर छ। यहाँ हाम्रो बगाइ छ। यहाँ चाहिँ हाम्रो बगाइ छ। यहाँ चाहिँ एकदमै राम्रो सानो भाइ बहिनीहरूले बनाएको उहाँहरूको हस्तकला देखाइएको छ। नामको छ, जाति छ। यो पनि प्रत्येक चाहिँ पिक्चरले आफ्नो चाहिँ एउटा चाहिँ सन्देश दिएको छ। विशेषसँग भनेको छ। यहाँ चाहिँ मोटो खेतो सबै देखाइएको छ भने यहाँ एउटा चाहिँ घरहरू छ, तरकारी बारी भाइ बहिनीहरूले बनाएको एकदमै राम्रो। यो इको फ्रेन्डली होम हो। यहाँ चाहिँ वरिपरि चाहिँ बगाइ छ। यहाँ घर, यहाँ सोलर सिस्टम छ होइन। अब यो स्टलमा आएको छ। यसमा चाहिँ यो चाहिँ साइन्स सम्बन्धी देखाएको छ। यसमा चाहिँ यो सामाजिक नेपालको नक्सा सँगसँगै यो चाहिँ बोट बिरुवाहरू चाहिँ छ, यसको जरा र विभिन्न काण्ड, फुल, पातहरू देखाइएको छ। त्यसै गरेर यो पनि यो सबै सोसलकै हो। यो सबै कुरा चाहिँ यो भाइ बहिनीहरूकै एउटा चाहिँ कला देखाइएको छ। अनि यो पिक्चर छ
इको फ्रेन्डली हाउस यो चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ भाइ बहिनीहरूले बनाएको अहिलेको यो चाहिँ ग्लोबल वार्मिङको कारणले गर्दा चाहिँ विभिन्न रोग लाग्ने विभिन्न उसले चाहिँ लाग्ने गर्दाखेरि मान्छे सफर भइरहेको कारणले गर्दा चाहिँ अबको चाहिँ मापदण्ड भनेको घर चाहिँ इको फ्रेन्डली चाहिँ हाउस बनाइयो भने चाहिँ के हुन्छ भनेपछि चाहिँ भोलि उनीहरूलाई स्वास्थ्य मौसम नपर्ने स्वास्थ्य हेल्दी हुने त्यही भएर त यो ठाउँमा ग्राउन्ड छ यसमा घर छ सोलर सिस्टम सुकै छ एउटा पार्किङ बनाएको छ त्यसै गरी यो हाम्रो के छ नर्स प्रहरीहरूले बनाएको यो सपिङमा स्पेसली यो चाहिँ हाम्रो सामाजिक चाहिँ अध्ययन विषयको चाहिँ बनाएको छ भाइ बहिनीहरूले यो चाहिँ जेनजीको घटनापछि भदौ 23 र 24मा घटेको घटनाहरूले निम्ताएको यो चाहिँ जेनजीहरूले निम्ताएको कर्म चाहिँ उनीहरूकोबाट चाहिँ भएको कामको बारेमा न्यायपालिका ध्वस्त भएको सङ्घीय पालिकाहरू ध्वस्त भएका चाहिँ देखाइएको छ प्रतिनिधि सभा भवनहरूमा पनि आगो लागि भएको देखाइएको छ यसमा छ यो चाहिँ एउटा जुत्ता जेनजी जुन चाहिँ गोली लागेर चाहिँ एउटा भाइ चाहिँ घाइते भएको छ यो एउटा जुत्ता बनाएको छ भाइ बहिनीहरूले अनि त्यसपछि नेपालको राजनैतिक घटनाक्रम र जेनजी विद्रोह र एक चाहिँ दृश्य चित्र भनेर गरिरहेको छ अनि यहाँ त्यो साना भाइ बहिनीले भने कक्षा 6 का भाइ बहिनीले बनाएको जेनजी प्रोटेक्स भनेर यहाँ चाहिँ देखाएको छ बनाइएको छ यसमा चाहिँ के हुन्छ भने जेनजी आन्दोलनको कारणले यो प्रहरी चौकीहरू भत्काइएको छ त्यसका कारणले चोरका सङ्ख्या बढिएको छ दिनरात चोरी भइरहेको छ योले चाहिँ के गर्छ भने यदि हजुरको घरमा चोर छिर्यो भने हजुर यदि यसमा चाहिँ के हुन्छ भने यो लेजर छ नि लेजर हो यसले यो रिफ्लेक्ट गरेर यो 3टा ऐनालाई रिफ्लेक्ट गरेर एउटा यस्तो ट्र्याप बनाउँछ यो चोर यहाँबाट छिर्यो भने नि यहाँ रातो त्यही रहेछ नि हो यसले ट्र्याप गर्छ यो कट्ने बित्तिकै यो बजिहाल्छ यसको मतलब चाहिँ चोर कुन ठाउँबाट पस्छ अथवा चोर कहाँबाट आउँदैछ र घरभित्र छिर्दैछ भन्ने कुरा चाहिँ यो इन्डिकेटरले चाहिँ तुरुन्तै इन्डिकेट गर्छ एउटा ट्र्याप जस्तो हुन्छ त्यो लेजरको ट्र्याप बनाएको हुन्छ त्यो लेजर कट्ने बित्तिकै यो बजिहाल्छ र यसको नाम यो रेन ड्रप डिटेक्टर हो सर होइन यो चाहिँ अब हामी कतै बाहिर गएको बेला घरमा कोही थिएन भने अनि हाम्रो लुगाहरू बाहिर घाममा सुकिरहेको थियो भने अनि घरमा कोही नहुँदाखेरि पानी पऱ्यो भने यो चाहिँ यो रेन ड्रप मोड्युल हो यो रेन ड्रप मोड्युलले चाहिँ सेन्स गर्छ त्यो पानीको ड्रपहरू अनि यो यिनीहरू चाहिँ मदरबोर्ड हो यो वायर र मोटरहरू कनेक्ट गरेको छ यहाँ अनि पानी पर्ने बित्तिकै लुगा आफै भित्र जान्छ अनि घाम लागेर जब पानी रहन्छ अनि घाम लागेर सुक्छ नि तब फेरि लुगा सुक्नको लागि आफै यसरी बाहिर आउँछ यो भनेको नयाँ मेसिन यो चाहिँ पानी पर्दाखेरि यदि घरमा मान्छे कोही नहुँदाखेरि चाहिँ पानी परेको छ र लुगा घरमा सुकाइएको छ र पानी परिहाल्यो भने चाहिँ यहाँ पानी पर्ने बित्तिकै यो मेसिनमा पानी पर्ने बित्तिकै यो चाहिँ लुगा आफै भित्र आउने र फेरि पानी सुकिसकेपछि फेरि लुगा आफै बाहिर जाने त्यही छ यसको नाम के हो रेन ड्रप डिटेक्टर भनिन्छ ल धन्यवाद भाइहरू यो चाहिँ यो स्टलमा चाहिँ हस्पिटलहरू र विभिन्न किसिमको चाहिँ भाइ बहिनीहरूले बनाएका चाहिँ हस्त ह्यान्डिक्राफ्टहरू छ होइन छन् यो प्रदर्शन गरिरहेको छ यो गोकर्णेश्वर मन्दिर त्यसमा चाहिँ यो गोकर्णेश्वर मन्दिर यो चाहिँ किन भन्दा यो प्रदर्शन चाहिँ यो गोकर्णेश्वर नगरपालिका नामाकरण पनि यही गोकर्णेश्वर मन्दिरको चाहिँ गोकर्ण मन्दिरको नामले गर्दा चाहिँ नामाकरण भएको छ जसले गर्दा हाम्रो स्कुलले पनि यसलाई चाहिँ एउटा पहिलो महत्त्वपूर्ण रूपमा लिएर चाहिँ एउटा मन्दिर बनाएर त्यसको एरिया बनाएर चाहिँ हामीले राखेका छौँ यो बौद्ध स्तूपा छ अनि यहाँ भाइ बहिनीहरूले बनाएको चाहिँ यो चाहिँ सिङ्काबाट एउटा चाहिँ काठको टुक्राबाट चाहिँ बनाएको यो चाहिँ कपडा यो चाहिँ क्याट त्यसै गरेर यहाँ चाहिँ भाइ बहिनीहरूले बनाएको चाहिँ चित्रकलाहरू छ यो चाहिँ प्राइस पनि लेखिएको छ यो चाहिँ कसैलाई चाहिँ अभिभावक भाइ बहिनीहरूलाई मन पऱ्यो भने किनेर लान सक्नुहुन्छ यो चाहिँ हामीले शिवजी बनाएको छ यो पनि हाम्रो ह्यान्डिक्राफ्ट हो ह्यान्डमेडै हो हामीले बनाएको यो चाहिँ हामीले काठ ठोकेर चाहिँ प्लाइवुडमा चाहिँ काँटी ठोकेर बनाएको छ यो चाहिँ हामीले यो हाम्रा 8-9का बहिनीहरू यहाँ अहिले भिडियो बनाउने बहिनीहरूले पनि यो बनाएको र सँगसँगै एउटा यो चाहिँ हाम्रो सोलर सिस्टम यो चाहिँ सोलर सिस्टम बनाइएको छ
र त्यसै गरेर यो चाहिँ धरारा जुन चाहिँ 2072 सालको भूकम्पले चाहिँ यसलाई चाहिँ भत्किएको थियो र पछि फेरि बनाइएको छ भनेपछि यो धरारा र यो चाहिँ हस् नमस्कार।